मधेसमा त तपाईहरु लोकप्रिय हुनुहुन्न, मधेसका जनताले त तपाईलाई माया गर्दैनन् भनेर धेरैले भनेका थिए। तर मलाई थाहा थियो कि मधेसले माया गर्छ। त्यसैले त मधेसले उन्नत बिउ रोपेको थियो र त्यो बिउ आज हुर्केर बढेर फल लागेर लह भएको छ। जसरी धानका बारा लह हुन्छ, आजको यो उपस्थिति त्यो हिजो रोपेको बिउ हो। यो बिउ मात्र होइन, यो बिउ मात्र होइन, तपाईका तमाम आँखाहरुमा देखिएको यो देशको सपना हो। यो सपनालाई अपदस्थ भएका मानिसहरूले खोसेका थिए, लुटेका थिए, लुकाएका थिए। अब त्यो सपना खोसेर लिन्छ मधेसले, अब त्यो सपना खोसेर लिन्छ देशले। हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिए, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछु। प्रत्येक दिन मेरो टाउकोमा लागेका मुद्दाहरूका कारण प्रत्येक दिन देशको कुनै न कुनै अदालतमा मैले उपस्थित हुनुपर्छ। भोलि पनि 3-4 वटा अदालतमा ममाथि मुद्दा लागेका छन्। मलाई परवाह छैन, जनताको मुद्दा बोकेर हिँडेको मान्छे त्यस्ता मुद्दा लड्दै गरौँला, जित्दै गरौँला। हारिन्छ, जितिन्छ। रवि लामिछाने र बालेन शाह बीचको वार्ता 5 मिनेटमा सकिएको हो। बाँकी त हामीले एकअर्कालाई चिन्नका लागि मात्र समय खर्च गरेका हौं। जब देशको हितलाई केन्द्रमा राखिन्छ नि, त्यतिखेर कुनै वार्ताको नाटक गरिरहनु पर्दैन। तर आफ्नो हितलाई राख्यो भने मात्र यो वार्ता हुने मानिने। हामी दुवै यो देशको हितका लागि र जनताको चाहना अनुसार एकै ठाउँमा आएका थियौं, किन यसको विकल्प छैन। अब नेपालले यो गरिबी सहन सक्दैन, अब नेपालले यो विभेद सहन सक्दैन र पर्दैन। कुनै पनि दिन अपदस्थ भएको हेलिकप्टरबाट भागेको बच्चालाई गोली ठोकेर भागेको सरकारले लगाएको मुद्दाले, अपदस्थ भएको बच्चालाई टाउकोमा र छातीमा ताकेर गोली लगाएको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउला। मलाई अब चिन्ता छैन, किनकि देशले बालन पाएको छ। मधेसमा देर आई व दुरुस्त आई। सपुत कहाँ छ भनेर खोज्दै जाने होइन, यो देशका लागि सपुत म हुन्छु भनेर अगाडि बढ्ने हो। अब त्यो यात्रामा हामी अगाडि बढेका छौं। म पुराना राजनीतिक दलका नेताहरूलाई प्रतिशोध हामीबाट हुन्न भन्ने कुरा ढुक्क पार्न चाहन्छु। तपाईका लागि झुटा मुद्दा लगाउँदै अदालतको ढोका चाहर्दै हाम्रो सरकार जाने छैन, ढुक्क हुनुहोस्। तर देश लुटेर कमाएको एक पाइको हिसाब चाहिँ गर्नेछौँ।